भनिन्छ नि कुनै प्रेम अधुरै भए पनि सधैँभरि अमर रहिरहन्छ। हो म त्यही अधुरो प्रेमको महाप्रेमी हुँ। मेरो नाम सुमन र यो मेरो कथा हो। म गुल्मीको पहाडको काखमा जन्मिएको साधारण मान्छे। बिहान खेततिर हिँड्दा हावाको मिठास र माटोको सुगन्ध नै मेरो संसार थियो। मलाई ठूलो सपना, ठूलो सहर, ठूलो ग्ल्यामर केही चाहिएको थिएन। शान्त मन, शुद्ध जीवन र एउटा सानो खुसी नै मेरो लागि धेरै थियो। एक दिन काठमाडौँबाट केही समाजसेवी समूह हाम्रो गाउँ आइपुग्यो। हो त्यही समूहसँग काजल पनि आएकी थिए। पहिलो पटक आँखामा आँखा परेपछि मेरो आजसम्म कसैले खोल्न नसकेको मनको ढोका उनको एक झलकले खोलिदियो। काजलको आँखामा पनि मैले सत्यता देखेँ, आत्मीयता देखेर मनभित्र कसैप्रति अचानक जन्मिएको निष्कपट माया देखेँ। धेरै कुरा बोलिएनन् तर धेरै कुरा बोल्न पनि परेन। दुवैको मनले बोलेका नबोलेका सबै शब्द आफू आफूमै बुझ्न थाले। उनीहरूको समूह हाम्रो गाउँको विद्यालयमा अनाथ बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले आएको रहेछ र केही दिन घुम्न भनी पनि आएको रहेछ। बिस्तारै समय पनि बित्दै गयो र काजल म नजिक हुँदै गयौँ। हामी दुवैजनाले समय पनि बितायौँ, कुराकानी पनि साटासाट गर्यौँ। हामी दुवैजनाले एकअर्कालाई मन पराइसकेका थियौँ, मात्र प्रेम प्रस्ताव गर्न सकेका थिएनौँ। तर एक दिन मैले उसको एकजना साथीबाट थाहा पाएँ उसको घरको संस्कार, शहरको मान्यता, प्रतिष्ठा र कठोर सोचभित्र बन्द रहेछ। तर त्यो कुरा काजलले मसँग कहिले गरेको थिएन। गाउँको मान्छेसँग सम्बन्ध काजलको घरमा स्वीकार्य रहेनछ। मैले काजललाई उसको साथीले भनेको कुरा भने र काजल केही बोल्न सकिन, किनकि त्यो कुरामा सत्यता थियो। त्यसको भोलिपल्ट काजल काठमाडौँ जान लागेको रहेछ। ऊ एका बिहानै मेरो घर आएर सामान्य आवाजमा तर मन चिरिएको पीडासँग भन्न थाली, सुमन, कहिलेकाहीँ भाग्यले देखाइदिएको मान्छे जीवनले पाउन दिँदो रहेनछ। म बस एउटा मुस्कान दिएँ र चुपचाप मनभित्र त्यो माया सुरक्षित राखेँ अनि उसलाई शुभयात्रा भने। चाहेर पनि अहिले ऊ र म सम्पर्कमा छैनौँ। ऊ र म अलग भएको करिब 1 वर्ष जति भयो। हामी दुई बीच चाहेको भए सम्पर्क हुन सक्थ्यो। सम्पर्क नगरेको कारण थियो बल्झिएको घाउ किन उक्काउनु। आज पनि साँझ पहाड माथिबाट घाम डुब्दा म काजलको त्यो नजर सम्झन्छु। हामी बीच माया पूरा भएन तर माया पनि मेटिएन, किनकि मेरो लागि त्यो प्रेम अधुरो भए पनि अमर भएर बाँचिरहनेछ।